गाइज म त दुध दिन लखर 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 हिँड्ने घाम भए पनि भरे दुध चाहिँ दुनु नै भएको रहेनछ र म त्यत्तिकै फर्किएँ लखर 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 लखर। त्यस पछाडि हामी आयौँ यत्तिकै हेर्नु हाम्रो गाउँघरको अवस्था यस्तो छ, पानी पर्ला जस्तै भइरहेछ, हावा चाहिँ सर्र सर्र चलिरहेछ, गडाङ गडुङ पनि गरिरहेछ। मेरो छुचुन्द्रे भाइले चाहिँ अम्बक खान आउनु है गाइज भन्दै अम्बक देखाइरहेको छ। हाम्रो गाउँघरमा हेर्नु न पछाडि धान्द्रोपेटा कस्तो हरियाली भएको छ, हेर्दै पुरै नेचर लभरहरूको लागि चाहिँ एकदम दामी भएको छ, दामी। मेरो भाइ चाहिँ हेर्नु न भ्लग म बनाउँछु नि भन्दैछ, मेरो भ्लग पनि बनाइदिँदैछ, भिडियो बनाइदिन्छ, आउनु न सानी हजुरको भन्दै मेरो भिडियो बनाइदिइरहेछ मेरो भाइले। हेर्नु त गाइजहरू कस्तो लाग्छ हजुरहरूलाई मेरो फर्स्ट मिनी भ्लग। लाइक सेयर र सब्सक्राइब गर्न नबिर्सिनु होला मेरो भ्लगमा। मेरो पहिलो मिनी भ्लग हो यो गाइज, मन नपरे पनि मन परे पनि लाइक चाहिँ गरिदिनु होला। जस्तो जाने त्यस्तै गरेको छु। मेरो घरको फुलहरू हेर्नु कति दामी दामी छ, मेरो घरमा यस्तो राम्रो राम्रो फुलहरू फुलेको छ, मेवाहरू पनि फलेको छ। चाहिन्छ भने आउनु है गाइज, पाकेपछि म सबैलाई दिन्छु। हस् त।